हेलो साथीहरु, आज म तपाईहरुलाई एउटा गुलेली गनको भिडियो बनाउँदै छु। गुलेली गन हेरिदिनु होला है, पुरा हेरिदिनु होला। कस्तो छ म गुलेली गन तपाईहरुलाई पुरा देखाउने छु। म फायर पनि गरेर देखाउने छु है। ल हेर्नुस् है त गुलेली गन कस्तो छ। ल यही हो है गुलेली गन। मैले यसरी बनाएको छु। यो तर भने जस्तो अलिक भएन। यो चाहिँ मैले युट्युबबाटै हेरेर बनाएको हो। यो यस्तो छ, यस्तो छ। यो गुलेली गन बनाएको मैले। यो बनाएको थुप्रै भयो, तर भिडियो बनाउने सोच्दै थिएन खासै है। आज यसो तपाईहरुलाई देखाउनु पर्यो नि। यस्तो गरेछ। यो मैले युट्युबबाट हेरे हो। हेरेर बनाए चाहिँ यस्तो छ। यहाँनिर आउँछ काने गुलेली, अनि तानेपछि यस्तोरी हार्ने हो। यहाँनिर अब यो छ, यो छाला काने बनाएको छु है। यो ब्याटिस यहाँ लगाएको छु, यो फलामको यस्तो छ। यो कलर गरेर चाहिँ यो समात्ने, यसरी समात्ने हो। यसरी राखेर अनि काने राखेर चाहिँ यो यसो गरेर फायरिङ गर्ने। अब यो मैले नि युट्युब हेरेरै बनाएको हो। यो बाँदर खेद्नुलाई कस्तो लाग्छ है साथी हो। म फायरिङ गरेर पनि देखाउँछु है त तपाईहरुलाई कतिको निशाना लाग्दो रहेछ। ल है साथी, हान्यो है, लाग्यो होइन, यस्तरी नै हुन्छ। तर यो अझै भने जस्तो राम्रो भएको छैन। यो यस्तो भएर कसै राम्रो चाहिँ नजाने रहेछ। यसको बदलीमा म अर्को पनि बनाउँदैछु, तपाईहरुलाई देखाउँदैछु। म यसको कार्ड देखाउँछु तपाईहरुलाई है। अर्को म बनाउँदैछु युट्युबमा हेरेर। कस्तो बनाउँदैछु म तपाईहरुलाई चाहिँ फोटो पनि देखाउँछु अहिले तपाईहरुलाई है। कस्तो लाग्यो मेरो भिडियो हेर्नुभयो होइन। अब साथी हो, अर्को गुलेली गनको पनि दोस्रो भाग पनि म चाँडै 2-4 दिनमै लगाउँदैछु। योभन्दा अझ अर्कै मोडल हुनेछ राम्रो। योभन्दा अझ राम्रो बनाउने कोसिस गर्नेछु। त्यसको चाहिँ म तपाईहरुलाई बनाएको सुरुदेखि लास्टसम्मको भिडियो बनाएर देखाउनेछु। अनि यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, कमेन्ट अनि सेयर साथै सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद सम्पूर्णलाई।